आज चाहिँ म जङ्गलमा दाउरा काट्दैछु साथीहरू। हेलो साथीहरू, नमस्ते। आई होप तपाईँहरू आरामै हुनुहुन्छ होला। म पनि आरामै छु। साथीहरू, मलाई चाहिँ वन जङ्गल साह्रै नै मनपर्छ। यस ठाउँमा आएपछि एकदम शान्ति महसुस गराउँछ। प्राकृतिक संसारमा रमाउन पाउँदा साह्रै नै रमाइलो लाग्छ। जङ्गलभित्र पशुपन्छीको चिरबिर चिरबिर आवाजले मनै चङ्गासरी उडाउँछ साथीहरू। वन जङ्गलमा रमाउन कसलाई मनपर्छ, मनपर्ने साथीहरूले कमेन्ट गरिदिनु होला। अनि साथीहरू, मेरो बुढीले दाउरा काटेको भिडियो बनाउन सकिन। हामी दुवैले दाउरा काट्नु पर्यो साथीहरू। अनि दाउरा जम्मा गरियो। अनि जम्मा गरेको दाउरालाई भारी हाल्न थालिन् मेरो बुढीले। दाउरा बोक्दा ढाडमा बिजाउँछ नि साथीहरू। घरसम्म ल्याउन गाह्रो हुन्छ भनेर दाउराको भारीमा स्याउला राखेर बनाइन् मेरो बुढीले। अनि हाम्रो भारी तयार भयो साथीहरू। अनि भारी बोकेर घरतिर लाग्यो साथीहरू। घर आएपछि भैँसी बाख्रालाई भनेर कुँडो पहिले पकाएर राखेको थियौँ। पकाउन परेन अनि हामीले भैँसी बाख्रालाई कुँडो पनि खुवाइयो। भिडियो मन परे लाइक, कमेन्ट, सेयर गर्न नभुल्नु होला साथीहरू।